अहिले विश्वमा नै चर्चामा रहेको धेरै कुराहरू तपाईहरुले पनि सुनिरहनु भएको होला। गहिरो समुद्रभित्र रहेका डीप सी भित्रका जनावर जलचर प्राणीहरू चाहिँ बाहिर सतहमा आएर मरिरहेका छन्। यसले गर्दाखेरि समुद्रमा केही ठुलै हलचल भइरहेको र विश्व नै प्रलयको स्थितिमा आउन लागेको हो कि भन्ने खालका कुराहरू पनि तपाईले इन्टरनेटमा छ्यापछ्याप्ती समाचारमा पाउनु भएको छ होला। त्यसैगरी यो ओरा फिसको बारेमा तपाईले सुन्नु भएको छ कि छैन र यो भिडियो देख्नु भएको पनि छ होला म्याक्सिममले। यो चाहिँ समुद्रिक सतहको धेरै गहिरो तहमा बस्ने फिस हो, तर अहिले यो बाहिर देखिएको छ। मेक्सिकोको सहरहरूमा बीचहरुमा ठुलठुलो सीहरुमा चाहिँ बाहिर यो आउने चलन र आएपछि त्यो अवश्य पनि मर्छ र मर्ने चलन बढिरहेको छ। त्यसैगरी यो एंगुलर फिस एकदमै सानो 60 mm को यसको वैज्ञानिकहरूले यो चाहिँ सामुद्रिक तह भन्दा धेरै गहिरो तहमा बस्ने भनिएको यो फिस पनि बाहिर आउने र मर्ने प्रचलन चाहिँ बढिरहेको छ। त्यसैगरी अस्ट्रेलियामा तपाईहरुले थाहा पाउनु भयो होला 157 वटा व्हेलहरु चाहिँ एकै ठाउँ मरेको भनेको यो मिस्टिरियस कुराहरु चाहिँ भइरहेको छ। यसले गर्दाखेरि चाहिँ विश्वमा नै एक खालको चाहिँ हलचल मचिरहेको छ र यसको पछाडीको कारण चाहिँ के होला त भनेर हामीले पनि केही खोजी गरेका थियौं। धेरैवटा भिडियोहरुमा रिसर्च पनि गरेका थियौं। त्यसो गर्दाखेरि हामीले लेविआथन भन्ने चाहिँ जुन चाइनामा यो एउटा चाहिँ दानवको रूपमा लिएको छ र त्यो चाहिँ एकैचोटी त्यसले धेरैवटा सिपहरुलाई पनि निल्न सक्ने र त्यो चाहिँ अहिलेसम्म खासमा यसको चाहिँ वैज्ञानिक प्रुफ चाहिँ कुनै पनि छैन। तर पृथ्वीमा जमिन भन्दा पानी धेरै छ। पानीको जम्माजम्मी चाहिँ मानिसले 5% खोज पत्ता लागेका छन् पानीको रहस्य भने 95% चाहिँ रहस्यमय पानी अझै पनि छ। यसै अर्थमा यो एउटा लेविआथन चाहिँ त्यहाँ छ र त्यो चाहिँ अहिले जागरुक भइसकेको छ। त्यसले गर्दाखेरि चाहिँ भित्र समुद्रिक जलचर प्राणीहरू चाहिँ बाहिर निस्किने र भाग्ने हलचल आइरहेको छ भन्ने पनि सुनिएको छ। त्यसैगरी केही कुराहरू चाहिँ वैज्ञानिक तथ्यका आधारमा रहेर कुरा गर्ने हो भने पनि समुद्रमा बाहिर हाम्रो जमिनमा आइपुग्नु भन्दा अगाडि नै केही हलचलहरू हुन्छन् जुन हलचलको कारणले आफूलाई सेफ गर्नको लागि यो ओरा फिस एंगुलर फिसहरू चाहिँ यिनीहरू चाहिँ एकदमै धेरै सेन्सिटिभ हुन्छन् र उनीहरू चाहिँ आफूलाई सेफ्टीको लागि भनेर त्यो आफ्नो ठाउँ भन्दा माथि भाग्दै आउने र त्यसले गर्दा मर्ने भन्ने पनि सुनिन्छ। इफ त्यस्तो केही खालको ठुलो सामुद्रिक आँधीहरू त्यसैगरी भूकम्पहरू आउने भयो, प्राकृतिक विपत्ति आउने भयो भने पनि यस्ता जीवहरू चाहिँ बाहिर आउने र मर्ने गरेको पाइएको छ। 2011 मा पनि सन् 2011 मा जापानमा एउटा ठुलो भूकम्प सुनामीहरू आएको थियो। त्यति बेला पनि यस्ता फिसहरू चाहिँ बाहिर निस्केको भनेर केही तथ्यहरू लेखिएको छ। त्यसकारण हाम्रो नेपालमा पनि विभिन्न यस्तै ग्रन्थहरूसँग रहेका यो चाइनामा एउटा जुन मिस्टिरियस लेभलाइनको कुरा आयो, त्यसैगरी नेपालमा पनि बासुकी कालीनाग भन्ने कुराहरू पहिलेको कुराहरू ग्रन्थहरूमा जोडिएको छ। सम्भवतः यो कल्पना शक्ति भन्दा बाहिरको कुरा होला, यो भोलि नहोला, तर पनि यो कुराले चाहिँ इन्टरनेटमा छाइराखेको भएर हामीले यसको विषयमा पनि केही खोजी गरेका थियौं। हो यस्तै एउटा सभ्यतामा जस्तै बाइबल कुरान जुन पनि संस्कृतिमा रहेका यस्ता राक्षसका कुराहरू, यस्तो एउटा चाहिँ सर्पको कुराहरू, एउटा चाहिँ यस्तो मिस्टिरियस कुराहरू चाहिँ आइरहेको हुन्छ। यसै सन्दर्भमा नेपालमा पनि पाथिबर्मामा भर्खरै ब्लड देखियो रे त्यो एउटा भन्ने पनि तपाईहरुले सुन्नु भएको होला। त्यसैगरी तपाईले दोलखा भीमसेनमा पनि पसिना आयो रे त्यो आउँदा पनि नेपालमा चाहिँ केही प्रलयहरू हुन्छ अथवा चाहिँ नराम्रो हुन्छ, विश्वमा केही नराम्रो हुन्छ भन्ने कुरा सुनिरहनु भएको छ। राजनीतिक र वैचारिक रूपमा त्यसैगरी विश्वको यो प्राकृतिक रूपमा भएका यी परिवर्तनहरू तपाईलाई कस्तो लाग्छ? यो कुराहरू चाहिँ कलियुग सिद्धिन लागेको भनेर कसैले भनिरहेका हुन्छन्, कसैले चाहिँ एउटा चाहिँ वायुमण्डलबाट कुनै एउटा क्षुद्र ताराहरू चाहिँ आएर पृथ्वीमा ठोकिन लागेको पनि भइरहेका हुन्छन्। त्यसैगरी यो प्रकृतिमा आएको अप्रत्याशित परिवर्तनहरू तपाईहरुलाई कस्तो लाग्छ? जस्तो दुबईमा हिउँ पर्नु, सारा डेजर्टमा चाहिँ पानीको मुहानहरू देखा पर्नु र भइरहेको ठाउँहरूमा नेपालका पनि त्यसैगरी हिमाली क्षेत्रहरूमा पानी नपर्नु, वायुमण्डलीय कुराहरूमा प्रभाव पर्नुको पनि पछाडी केही न केही रहस्यहरू त अवश्य नै छ होला। तपाईलाई कस्तो लाग्छ? आफ्नो विचार कमेन्ट गर्नु होला। हाम्रो च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनु होला। त्यसैगरी यो भिडियोलाई शेयर गर्न भने नबिर्सिनु होला र एक्सपिरियन्स पनि शेयर गर्नुस् है त मिस्टिरियस कुराहरूसँग सम्बन्धित।